हेलो गाइज, आजको मौसम चाहिँ चिसो छैन। आज चाहिँ पकौडा खानु पर्यो भने आलु सिमी प्याजको पकौडा त सबैले खान्छन्। आज चाहिँ केराको पकौडा खानु पर्यो भनेर केरा लिन जाँदैछु केराको घरि। त्यसपछि बेसन लिन जानु पर्यो, त्यसपछि हामी पकौडा बनाउने भन्ने सोच छ। अब म केरा लिन जाँदैछु। पानी आएको छ, हेर्न सक्नुहुन्छ गाइजहरू, यस्तो पानी आएको छ र नि यस्तो जाडोमा मौसममा पकौडा खानुपर्छ। हेर्न यहाँ ट्राई गर्ने भनेको होइन। हेलो गाइजहरू, केराको पकौडा खाने भनेर केरा घारीमा आएको छु म। यहाँ बस्नु छ मम्मी होइन, डोका राखेर लानुहुन्छ भनेर। केरा त ढालिसक्यो, हेर्नुहोस् केरा त काटिसक्यो। यत्रो घरि केरा माथि लाँदैछु म गाइजहरू होइन। कालो छ, यस्तो हिलो छ। डोको बोक्नु छ, म डोकाएर हालिदिन्छु। डोको बोक्नु, डोको यति काट्ने होला नि, यो काट्नु त। आज चाहिँ केराको पकौडा खाने भन्ने सानो पानी आइरहेको छ। पत्तर 2-4 दिन भइसक्यो पानी आएको। हेर्नुहोस् पहिरो जान सुरु भइसक्यो। डोका हालिदिन्छु मैले, डोका हालिदिएँ ल। पानी आएको छ, त्यो जाडो मौसममा तातो पकौडा खान जस्तो मजा केही छैन। यस्तो चाहिँ पानी आएको बेला कोही काम गर्न पनि जान सकिन्न। मम्मीलाई त बोकाइदिएँ ल, प्लास्टिक नि ओढाइनु पर्यो। मम्मीलाई त प्लास्टिक ओढाइदिइसकेँ। अब हामी जान्छौँ, म घर जान्छु। यो केरा छोड्छु र दोकानमा गएर बेसन लिएर आउँछु र घर आएर बनाउँछौँ। हेर्नुहोस् मम्मी ट्याक्क केराको घरि बोकेर जानु छ। पानी आएको छ, थाहा आउनु पर्यो होइन। फाइनल गाइजहरू घर आइसकेर केरा उसिनेर राखेको छु र दोकानबाट बेसन लिएर आइसक्यो। त्यसपछि केरा पाकिसकेपछि पकौडा बनाउनुतिर लाग्छौँ। गाइजहरू आज चाहिँ हाम्रा केराको पकौडा बन्दैछ, पाकिरहेको छ। यत्रा बनिसकेका छन्, राम्रा बनिए चाहिँ हेर्न सक्नुहुन्छ। हेलो गाइजहरू, यता चाहिँ चिया बनाउनु थालेको छु मैले। भित्र पकौडा पाक्दैछ, बाहिर चिया पाक्दैछ। चिया र पकौडाको खानियो मजाले बसेर। केराउका पकौडा रहेका छन्। फाइनल लगाइदिन्छु, पकौडा खाएर भइसक्यो। आजको लागि यति नै। भ्लग हेरिदिनु होला, लाइक हाल्नु, सब्सक्राइब गर्नु। बाई बाई, सी यू टुमारो।